हेलो नमस्कार साथीहरु, आज चाहिँ हामी खेल्न आँटेछौँ माइनक्राफ्ट। अनि मेरो मुख देखाइहालौँ। अनि आज चाहिँ हामी खेल्न आँटेछौँ माइनक्राफ्ट। अनि म अब एकछिन ड्र गरिहाल्छु। हेलो व्हाट्सअप गाइज, वेलकम टु आवर न्यू भिडियो। अनि आज हामी खेल्दैछौँ क्राफ्टम्यान। अनि आज चाहिँ यो हाम्रो सर्भाइभल सिरिज हो। अनि मेरो लक अहिले भर्खर मैले त्यो अगाडिको क्लिप देखाउन सकिनँ किनभने अलिकति इस्यु भयो यहाँको रेकर्डरको। अनि पछाडि त भिलेज जस्तै देखियो। गाइज दिस इज इन्सेन। गाइज मैले के गरेको छुइनँ, मैले अहिले भर्खर वर्ल्ड क्लियर गरेर तपाईहरुसँग भिडियो मात्र बनाएको छु। कसम पछाडि भिलेज छ। मैले त के गरेको छुइनँ। ओके गाइज, अनि यो चाहिँ मेरो सर्भाइभल सिरिज हुनेछ। अनि अब सुरु गरौँ। हामी अब भिलेज पुगिहालौँ। सबैभन्दा फर्स्ट क्यारियर दिँदा भिलेज आएपछि तर म भन्छु कि म यो भिलेजको एउटा यो वुड पनि के हुन्छ नि काट्दिन। टोक्दिन। यो रुखे भन्दैन त। ओके गाइज, अनि यहाँ ब्ल्याक मार्कको लुट के रहेछ हेरौँ त। अबे oh bro, this is insane because I didn't get fire. अनि एउटा लिभिङ सोडा बुट छ। अनि के अनि अब रुख खोल्नु है। मलाई हेर्नु गाइस, मलाई प्रकृति चाहिँ बिगार्न मन लाग्दैन। तर यो के हो यो? माइनक्राफ्टमा खेलेको नि मैले 2 वर्ष कि 3 वर्ष भइसक्यो। यस्तो हालिसक्यो माइनक्राफ्टले। धेरै भइसक्यो माइनक्राफ्टमा खेलेको। धेरै भइसक्यो। कसम मैले यसरी खेलेकै छैन। यस्तो मैले यस्तो नोटिसै गरेको छैन। खेल्न त अस्ति भर्खर पनि खेलेको थिएँ लाइनमा। धेरै जसो युट्युबर मैले हेरेको कोही माइनक्राफ्टको भिडियो बनाउँदैन कसम। जस्तो बिक्सु एन्ड्रोबी अहिले त तिनीहरू अर्कै यता कन्टेन्टतिर गइसक्यो। तिनीहरूको एम्बिक्सु गेमिङमा पनि के भइसक्यो त्यो त। अब के भन्नु, हाम्रो जस्तो सानो युट्युबरलाई कसैले सपोर्ट गर्ने होइन। त्यो चाहिँ तिनीहरूलाई अब तिनीहरूले जति अरू गेम खेल्दै गयो अरू गेम खेल्दा चाहिँ हुने अरे होइन। अनि हामी जस्तो सानो युट्युबरले एउटा यति खेल्दाखेरि कोही सपोर्टै गर्दैन भने चाहिँ अनि यस्तो त कहाँ हुन्छ त? त्यस्तो म अहिले के भन्दिनँ कि ओके गाइज, अब भिख माग्नै पर्यो किनभने अब माग्न भन्दा युट्युब के भन्छ च्यानल चल्दैन। अनि प्लिज लाइक अनि सब्सक्राइब गरिदिनु होला। बेल आइकन पनि के हो? बेल आइकन सब्सक्राइब गरिदिनु होला। अनि बेल आइकन पनि थिच्दिनु होला। के हो अनि के गर्नु युट्युब कपिराइट नदिई बेचेर मेरो मुखबाट जतिखेर सिङ्गर जस्तो गरिरहेको छु कि बेचेर। अनि के भन्यो नि, अब म तपाईँहरूसँग यो वुड के भन्छ स्टोन काटिसकेपछि टुल्सहरू बनाएर भेट्छु है।
ओके क्या हो ए सॉरी ओके 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 मेरो सबैभन्दा नराम्रो बानी हो जस्तै म स्कुलमा पढ्दै गर्दा पनि त्यस्तो भइरहेको कस्तो अक्कड हुन्छ यार साथीहरूसँग के हुन्छ के गरिरहेको हुन्छ बसेर गाउँदै बसिरहेको हुन्छ काम छैन मेरो ओके म आफैलाई डिस्क्राइब गर्दैछु ओके गाइज यो घर मैले किन क्राफ्टिङ टेबल तोडेँ अरे ओके गाइज मैले चाहिँ टुल बनाइसकेँ यस म टुल बनाइसकेँ अनि अब घरको बन्दोबस्त गर्नु छ अनि ओके के हो ओके गाइज म यो भिलेजलाई यस्तो डेभलप गर्छु नेपाल भन्दा हो राम्रो गाउँछु सिग्मा बोय ला यो भिलेजमा दुईटा ब्ल्याक स्मिथ है गाइस ओके दुईटा ब्ल्याक स्मिथ इट इज एन रेयर थिङ रेयर हो नि यो दुईटा ब्ल्याक काम पाउँदैनस् म चाहिँ मार्दिनँ भन्दैछु उसले खान खोज्छ त्यसले त ल ल ल काबा त सोने पे सुहागा हो गए इधर सोना भी है भाई हो ओके गाइस ब्रेकअपको आवाज अलिकति इग्नोर गर्नु होला कि अब हामीले अब हम के हो यो के छ ए गाइस मलाई कोही छ जस्तो लाग्छ के हो ए त्यो टोपीवाला भिडियो त्यो ट्रेडिङ गर्नु हुँदैन के पो बुक ट्रेडर मलाई तरै अनि गाइस अब म बेटको भन्दैछु ओके गाइस अब म नि घरको बन्दोबस्त गर्छु घर चाहिँ अब कस्तो बनाउने भनेपछि सेकेन्ड पार्टमा हेर्नुपर्छ अनि यो पार्टमा चाहिँ मैले त्यसो जसो चाहिँ केही गरिनँ है आए बनाएँ त्यति हो अब एकछिन हाम्रो भिलेजरहरूलाई सेभ गरौँ घरभित्र जा ओइ के भयो ए यो एडलाई चाहिँ अहिले नै हुन्छ आज त्यो एड आला गर्छ भिलेजर यहाँ मैले जम्बी आवाज सुनिसकेँ गर्छ न ए तेरीमा बजे खर्चा न हान्नु पर्ने बेलाई अब तिम्रो त घर जा भनेको बुझ्दैन क्या उनीहरू अनि गाइस यो भिडियोलाई चाहिँ यहीँ एन्ड गरौँ यो भिडियोलाई चाहिँ यहीँ एन्ड गरौँ अनि टिल एन्ड पिस आउट अनि अर्को पार्टको चाहिँ गोल हुनेछ कि मेरो भिडियो जहिले स्याटरडे आउँछ स्याटरडे म सुट गरेर हालिदिइहाल्छु स्याटरडे आउँछ अनि त्यस्तै
सैटरडे आउँछ अनि तपाईहरु पनि हेर्नु होला अनि तल लाइक अनि सब्स्क्राइबको बटन होला गर्दिनु होला अनि अर्को पार्टको गोल चाहिँ हाम्रो के रे एउटा घर बनाउने ओए ओए भुचे अबे खुल्न बे ओके गाइस हाम्रो अर्को पार्टको चाहिँ गोल हुँदैछ कि हामीले एउटा यहाँ घर बनाउनु पर्यो घर नबनाए हामीले एउटा के मिटिङ हल जस्तो के बनाउनु पर्छ अनि यहाँ यो मेरो सर्भाइभल सिरिजमा चाहिँ मेरो साथीहरु दाइहरु पनि आउने सक्छन् त्यसैले यो भिडियोलाई यहाँ एन्ड गरौँ त्यसैको लागि बाइ 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 peace out